त्यसरी बोलिदिनुस् त यहाँ भाड्न आउने 1000 हुन्छ यस्तो एउटा कुरा भने तपाईँ कुन प्रेसबाट हो त्यो भनेर मात्रै राख्नुहोस् है क्वेसन हामीलाई कमजोर बनाउन चाहिँ खोज्नु भइरहेको छ कमजोर चाहिँ हुनेवाला छैन है एउटा कुरा भन्छु संगठित हामीले हतार हैन संगठित हामीले खासमा ढिलो गयो आन्दोलन भएको दोस्रो दिन नै संगठित भइदिएको भए हामीले यो समस्या आउँदैन हैन र भन्नु त अहिले के भयो यता छ मान्छे ढिला भइसक्यो हामीले त ढिलो गरेको हजुर छिटो गर्नु पर्यो भोलिपल्टै गर्नु पर्यो दोस्रो कुरा भनेको चाहिँ मैले आफ्नो बलबाट सबैजनालाई एक ठाउँमा ल्याउन खोजेँ तर म एक्लैले चाहेर हुन्छ र मसँग आउने मान्छेहरू पनि आउन रेडी हुनु पर्यो नि त त्यही भएर हामीले संगठन खोल्न चाहिँ हतार होइन कि ढिलो चाहिँ गर्यो भोलिपल्टै गर्नु पर्यो जसलाई सम्वादमा ल्याउन खोजे आएनन् भन्नुभयो कतै तपाईँको जानुपर्ने थियो कि होइन कति त्याग पनि गर्न सक्नु पर्यो नि त नयाँ शक्तिहरू बिचको त अहिले एकताको आवश्यकता छ अनि अब तपाईँ आज नेता भोलि अर्को नेता भन्दै 20औँवटा पत्रकार सम्मेलन भयो भने आज भोलि गाली गर्दा भोलि त्यही गर्दा अनि भोलिबाट फलानुबा जिन्दाबाद भन्नेहरू ग्रुप बढ्ला कि भन्ने चिन्ता जनताको छ होइन नयाँ परिवर्तन चाहियो भन्ने छ के जनताहरू त्यो भयो कोही तपाईँले त आफै यो होइन भाड्दै हुनुहुन्छ अथवा त्यो दिँदै हुनुहुन्छ त्यो विडम्बना एउटा घरकै मान्छे एउटा घरकै 4 जना मिलाउन चाहिँ कति यहाँ फरक फरक भ्यू पोइन्टबाट आउनु भएको मान्छेहरू हुनुहुन्छ नि त भनौँ एउटै परिवारको सब होइन अनि त्यो सबलाई चाहिँ समेट्छु भन्ने चाहिँ त्यो आइडियलिस्टिक कुरा हो कि किताबमा लेख्न पाइन्छ इट्स भेरी नाइस गरौँ हामीले गर्दाखेरि कतिसम्म गर्न सकिन्छ उहाँहरूलाई गर्ने हो सबैले गर्न भने इट इज नट ह्युमनली पोसिबल त्यो प्र्याक्टिकलमा कहिले लागु हुँदैन त्यो आइडियामा मात्रै सीमित हुन्छ तर हामीले गर्न सक्ने गरेका छौँ र अरू पनि हाम्रो चाहिँ जेन्जी साथीहरूलाई चाहिँ हामी आउनु हुन आग्रह गर्छौँ हामी ठुला हाम्रो मान्छे हो हामीलाई मै ठुलो भन्ने पनि छैन दिस इज एन ओपन इन्भिटेसन नमस्ते मेरो नाम चाहिँ अर्पित कौर विराटनगर मोरङबाट म पनि यो जेन्जी आन्दोलनमा उभिएकै हजुर हजुर कुन मिडियाबाट हो म मिडियाबाट होइन कस्तो छ भने अब यो हजुरले यो पार्टी खोलेर घोषणा गर्नुभयो यो चाहिँ हामी जेन्जीहरूलाई स्वीकार्य भएन मलाई के कुरामा चाहिँ स्वीकार्य भएन भने तपाईँले पार्टी खोल्नुभयो जेन्जीको 76 जना आन्दोलन गरेर यहाँ घाइते भएर मरेको यो पार्टी खोल्नलाई त होइन नि त उनीहरूको नाम सम्बोधन भएको छैन आन्दोलन वैधानिकता भएको छैन अनि यो तपाईँले पार्टी खोल्दा अर्कोले पार्टी खोल्छ यो जेन्जीको नाममा चाहिँ पार्टी खोलेर चाहिँ यो राजनीति नगरिदिनु हुन भनेर मैले यो अब त्यसो भएमा देशको विकास हेर्नुहोस् अब सङ्गठित त हुनु पर्यो कि त पार्टी खोल्नु पर्यो कि त एनजिओ खोल्नु पर्यो म के खोल्नु मलाई के गरेर त सङ्गठित भयो यही हिसाबले जाने हो भने त यो आन्दोलनको मर्म त हुँदै भएन नि जस्तै अब यो पार्टी नै खोल्ने हो भने त भोलि अर्को पार्टी खोल्दा अर्को पार्टी खोल्दा एमाले काङ्ग्रेसले म देश बनाउँदिन त भनेको थिएन होला भनेको थिएन आन्दोलनको मर्म कसरी मर्यो आन्दोलनको मर्म भनेको प्रत्यक्ष कार्यकारी यो आन्दोलनले वैधानिकता हुनु परोस् यो सब जति पनि छ यो मागहरू त सम्बोधन भयो त तपाईँ भन्दिनँ त्यो माग सम्बोधन भयो त अनि मैले चाहिँ संस्थापन गरेर यसलाई स्ट्याब्लिस गरेर एउटा चाहिँ भित्र हुनुभन्दा एकै ठाउँमा ल्याउनेको लागि चाहिँ सङ्गठन खोलेको अनि त्यो गर्दाखेरि आन्दोलनको मर्म कसरी मर्यो त भन्नुहोस् त मलाई पार्टी भइहाल्यो नि पार्टीमा त अब कोही त सङ्गठन कोही घाइते पनि देखिन कोही उदो पनि देखिन तपाईँले कोही त होइन यो सबजना यसरी नआइदिनु न एउटा पोइन्ट भएको मजाले राख्नु पनि गर्छु त हेलो
भाइ